हिजो बिहान रवि लामेछानेले पक्राउ पुर्जीको पेपर देखाऊ र म जान्छु पुलिस थाना भन्दाखेरि पेपर नदेखाएर अन्तिम इच्छा सोध्ने पुलिस प्रशासन जो हाम्रो अहिले रमेश लेखक र केपी ओलीको विरुद्ध जाहेरी परेको छ र उहाँहरूलाई पक्राउ गर्ने भन्दाखेरि देशको हालत बिग्रिने भनेर यत्रो सोच्नुपर्ने अवस्था आएछ हैन। देशमा 76 जना बालबालिकाहरू जो ताकी गोली कन्सेप्टमा गोली हानेर 13 वर्षदेखि हाम्रो 27-28 वर्षका जेन्जी भाइ बहिनीहरूलाई मार्न लगाउने टाउकीहरूलाई पक्राउ पुर्जी गर्नु त भन्दाखेरि पनि सोच्नुपर्ने यस्तो अवस्था आइलागेछ। अचम्मै छ। रवि लामेछानेले त भन्नुहुन्थ्यो पक्राउ गर्नलाई ठुलो आँट भएको मान्छे चाहिन्छ, सानो मुटु भएको मान्छेले सक्दैन, फाइल खोल्न सक्दैन भनेर। त्यो चाहिँ सत्य नै हो जस्तो लागिरहेछ अहिले आएर मलाई चाहिँ। हजुरहरूलाई कस्तो लाग्छ भन्नु होला।